हेलो गाइज, दिस इज न्यू डे एन्ड न्यू भ्लग। र आजको भ्लगमा चाहिँ म एकदम दौडिँदै जाँदैछु, किनभने आज चाहिँ म दौडेर हिँडेर बुढा सुब्बा जाँदैछु होइन। आजको भ्लग चाहिँ अलिकति इन्ट्रेस्टिङ हुन्छ। आज चाहिँ हामी हिँडेर एकदम बुढा सुब्बा जाने भने तल गाडी राखेर चाहिँ हामी माथितिर आयौँ र हामी हिँड्दै हिँड्दै गयौँ है। यस्तो हिँड्दा हिँड्दा मलाई त साँच्चै भनेको होइन, आधा बाटोमै पो थके लाग्यो कि हिँड्नै नसक्ने रहेछु। अनि फेरि एउटा कलेज जस्तो आयो अनि होइन हिँड्नुपर्छ भनेर जोस जागरको साथ बहिनी म र भएर चस्मा लाएर, चस्मा त अलिकति के भन्नु होइन, गर्मी नै भएको थियो, पुरै खलखली पसिना आएको थियो। अलिकति भयो नि सजिलो हुन्छ भनेर चाहिँ लगाएको है। तल त्यो लाएर चाहिँ हामी अघितिर बढेको थियौँ र अब चाहिँ हामी अघि बढ्दा बढ्दा एउटा फुटबल जस्तो के पो देखिन्छ होइन। अनि त्यो फुटबल जस्तो ठाउँ हेऱ्यौँ र त्यसपछि हामी फाइनली आइपुग्यौँ बुढा सुब्बा। कति मन शान्त भयो र नमस्ते गर्दै म भित्रतिर लागेँ। पसिना भइसकेको थियो अनि हामी सबैजना चाहिँ एकछिन रेस्ट गर्नु पर्यो है भनेर चाहिँ हामी रेस्ट गर्न बस्यौँ र फोटोसोटो नि यसो खिचे जस्तो गऱ्यौँ। र त्यसपछि मन्दिरमा गएर ढोक गरेर यताउति गरेर चाहिँ हामी फेरि एकछिन आनन्दले त्यो बाँस रहेछ कि माथिपट्टि त्यो इन्ट्रेस्टिङ बाँस रहेछ कि त्यो बाँसहरू हेऱ्यौँ कि त्यो के नभएको भन्दो रहेछ होइन। त्यस्तो बाँस हेरेर अब ढोक गर्दै हामी चाहिँ फर्कियौँ र फर्किने क्रममा चाहिँ हामी फेरि हिँड्दै फर्किनु पर्यो। अब फेरि हिँड्दै फर्किँदा त अब म हिरोइन हो जस्तै त नाटक गर्न परिहाल्यो होइन। अगाडि चाहिँ बहिनी र साथी चाहिँ मस्त आज इक्जाम भएर पढिरहेको थिएँ, म त पछाडि लाला गर्दै आइरहेको थिएँ। र त्यो गर्दा गर्दा मलाई त यति भोक लागिसकेको थियो, कतिखेर आउँछ 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 भन्दै कुर्दै बसेको थिएँ होइन। अझै हिँडेको छु अनि हामी चाहिँ अलिकति राम्रो भ्यू देखिने ठाउँमा आइपुग्यौँ कि अलिकति राम्रो ट्याक्क वाउ देखिने। अनि त्यो भ्यूमा पनि एकछिन यसो फोटो खिचाए जस्तो गऱ्यौँ र त्यसपछि हामी भोक लागेर विरक्त पर्ने बासरी 3जना बस्यौँ र पुरी तरकारी अर्डर गऱ्यौँ। अनि पुरी तरकारी चाहिँ घरै ल्याएर खाने भन्ने प्लानिङ भयो कि हाम्रो त्यहाँभन्दा नि घरमा आनन्दले फ्रेस भएर खाऊँ भन्ने प्लानिङ भयो। र अनि हामीले चाहिँ त्यहाँ पेहरू गरेर अनि फेरि अब घर आएर चाहिँ मजाले पुरी तरकारी खानु बसेँ।